हेलो गाइज वेलकम ब्याक टु माई फर्स्ट ब्लग होप यु आर फाइन। अनि आज चाहिँ हामी हेर्न आएको अनि सबजनाले भन्नुभयो एकदमै राम्रो छ अरे। अनि रिभ्यू त बेस्ट आइरहेको छ क्या उनको स्विटरमा। सबजनाले हेरिसक्यो, हामी दुईजना मात्र बाँकी। अनि त्यही भएर आज हामी यस हामीले टिकट पनि लिइसक्यौँ फाइनली गाइज। टिकट पनि लिइसक्यौँ हामी दुईवटा। अनि हाम्रो कति बजीदेखिको छौँ? 12:30 बजेदेखिको छु। अहिले चाहिँ भर्खर कति अहिले भर्खर अहिले 11:13 भयो। हेर्नु गाइज उहाँ भ्लग बनाउँदै फोटो खिच्दै सो त्यही हो। इफ यु विल सपोर्ट मी गाइज आई विल ट्राई टु माई बेस्ट। अरू त केही भन्दिनँ, यो त मेरो फर्स्ट भ्लग हो नि त। सो कस्तो टेन्सन भयो। गफाडी छु कि क्यामेरा साइड पर्सन चाहिँ म होइन, उहाँ हो। लजाउनुहुन्छ क्यामेरादेखि? लजाउनुहुन्छ? त्यही भएर पत्र पत्र बोलिरहनु भएको छ। सो एनिवे गाइज हामी फिल्म अहिले अब 12:30 बजेदेखिको छ। हामी देखाउँछौँ तपाईँहरूलाई फिल्मको रिभ्यू चाहिँ कस्तो छ। अरूको चाहिँ एक्सपेक्टेसन चाहिँ त्यस्तो हाई छैन, किन भन्दाखेरि जस्तो पनि हुन सक्दैन। कसैलाई कस्तो मन पर्न सक्छ, कसैलाई कस्तो मन पर्न सक्छ। कस्तो लागिरहेछ? आर यु एक्साइटेड? माई गड इङ्ग्लिस हेर्नु नि त फेरि। अति चाहिँ बसिरहेको थियौँ होइन। हाम्रो कस्तो जाडो भइरहेको थियो, तर यहाँ के गरिदिनु भयो, कुलर खोलिदिएर जानुभयो। अनि तिमीले मलाई बुली गर्नुभएको दिदी, बुली गर्ने हुँदैन न। अब हामी कुन हलमा अरे? लाइट हलमा छौँ, सबैजना हुनुहुन्छ यहाँ आएर। अरूलाई चाहिँ नदेखाऊँ होला त्यसरी अरूको पर्मिसन बिना होइन। यहाँ एउटा कति मोबाइल के बोल्नु न, यहाँ पैसा किनने गर्नु। के बोले भाइ? अब के बोले के छ थाहा भाइ? तपाईँलाई के लाग्छ? अति आएर मलाई के सोच्नु के गर्नु ये नागिला कोला आइरगला पुम भन्दा ल्याक्पा पुमसी सेसी मामकी एउटा फोटो खिचिदिनु भनेको। अब चाहिँ अब यहाँ हेर्नु, जब क्यामेरा देखेन अनि जुन त अरे तपाईँले मलाई हेरेको सबले हेर्छन् यार मलाई। त्यस्तो चाहिँ भन्नु हुँदैन है। कसै कसैले मलाई माया पनि गर्छन्, रेस्पेक्ट पनि गर्नुहुन्छ सबैजनाले होइन। तपाईँ मलाई 100मा कति पर्सेन्ट चाहनुहुन्छ? 100मा 90। ओ माय गॉड। मनी सेम 100मा 80 चाहिँ होला। ल 75। अब हामी चाहिँ कहाँ जान आँटेको? फोटो सेसनमा जान आँटेको नि। भन्नु न हौ। सो हामी चाहिँ त्यही हो गाइज। हो ऊ यहाँ खिच्नु भएको थियो। यहाँ चाहिँ अहिले उनको स्वेटर हेर्न आएको खासमा, तर यहाँ चाहिँ नर्सिङमा हामी त कुदा कुदा कपालै फुलेर सेतो हुन आँटिसक्यो गाइज। यहाँ स्न्याप लभरहरू हेर्न नि त्यहाँ। तपाईँहरू कसै स्न्याप लभर हुनुहुन्छ भने उहाँलाई एड गर्नु होला फेसबुकमा। उहाँले दिनमा 10-15वटा स्न्याप पठाइदिनुहुन्छ। पठाइदिनुहुन्छ? रिक्वेस्ट एक्सेप्ट गर्नुहुन्छ? बोल्नुहुन्छ? रिक्वेस्ट एक्सेप्ट मात्र गर्ने हुन्छ, नबोल्ने? ल हेर्नु है गाइज। सो त्यही हो, हाम्रो त अल्छी लागिसक्यो यो भ्लग बनाउन आँटेको कि। गाइज अब चाहिँ कति बजिसक्यो? 12:09 भएछ। सो त्यही हो, अब हामी जान आँटेको भित्र। गाइज हामी चाहिँ फाइनली छिरिसक्यौँ अनि हामीले टिकट पनि चेक गराइसक्यौँ। हामी हल 1मा A1 र A2मा परेको छौँ है। हो बोल न, बोलो बोलो तुम। सो वी आर गोइङ टु। यो दिदी चाहिँ लजाइरहेछ कि पक्राउनु न क्यामेरा एकछिन। यसरी होइन क्या प्लिज। अहिले चाहिँ हामी यहाँ छौँ मलभित्र। अँध्यारो देखिरहेछ यता। As a parent, देउरालीमा बतास चल्यो, घरी घरी पस्दै पस्दै
डाली डाली बस्दै बस्दै काफ्लेको गीत पनि सुनेको सो अहिले चाहिँ मध्यान्तर भयो नि कस्तो लाग्यो मध्यान्तरसम्म अगाडिको फिल्म दामी लाग्यो नि के भइरहेछ कस्तो यति बवाल छ फिल्म त यस्तो बवाल छ फिल्म नि लभ स्टोरी छ नि फुल कालो देखिरहेछ सबै मलाई चाहिँ हल्का चिसो चिसो भयो हौ के भयो राम्रो छ गाइस फिल्म कस्तो लाग्यो तपाईँलाई फिल्म इमोसनल भयो नि लास्टमा त ओ माइ गॉड सो बेस्ट चाहिँ इमोसनल बनायो यहाँ चाहिँ अघि पनि मोबाइलमै झुन्डिरहनु भएको थियो अहिले पनि मोबाइलमै झुन्डिरहनु भइरहेछ उहाँ चाहिँ मोबाइलमै झुन्डेर बाबा टाइम बहुत खराब आ गया सो हेलो गाइस हामी चाहिँ घर फर्किन आँटेको नि उनको स्विटर फिल्म त ओ माइ गॉड